Hi everyone, welcome to my another blog. अनि आज चाहिँ हामी यहाँ बनराजदेखि मनाली जाँदैछु आज बेलुका अलमोस्ट प्याकिङहरु सबै गरिसक्यो सानो सानो मात्रै बाँकी छ अनि हामी चाहिँ मनालीमा लगभग 4 महिना जति बस्छु किनभने अलि बनराजमा चाहिँ अहिले धेरै गर्मी भएको छ चाहिँ आउनेवाला महिनामा अझै यो भन्दा धेरै गर्मी हुनेवाला छ है हामी लास्ट इयरमा पनि गयौं 4 महिना जति बसेर फेरि हामी यता आएको थियो यसपालि पनि फेरि हामी जाँदैछु सो यसपालि पनि म यहाँहरुलाई मनालीको भ्यूजहरु ठाउँ वातावरण के कस्तो छ सबै म यहाँहरुलाई बताउने वाला छु यस ब्लगको थ्रुबाट सो that's all. अहिले यस्तो पूजाहरु लाग्दाखेरि यहाँको पूजाहरु लाग्दाखेरि प्रसादहरु बिस्कुट जुसहरु धेरै छ है सानोमा कति खान मन लाग्थ्यो अहिले खानै मन लाग्दैन सोमा चाहिँ बाहिर मुनि हाम्रो यहाँदेखि अलि टाढा छ स्टेसन छ त्यो स्टेसनको बाहिर एउटा हिन्दू बाबा बाहिरै बस्नु हुँदो रहेछ मलाई दिउँ सोचिरहेको छ हुन त त्यहाँ बाहिरतिर जहाँ दिए नि हुन्छ यो बिस्कुट के छ अलिअलि खानेकुराहरू लिन्छ जहाँ दिए नि हुन्छ तर उहाँलाई चाहिँ मलाई दिन मन लाग्यो कि बिचारा अलि मैले अब धेरै किनेर दिने यस्तो त होइन तर पनि यो जुन प्रसाद हो बिस्कुटहरू यस्तो केही जुसहरू रहेछ त्यस्तो चाहिँ उहाँलाई दिउँ सोचिरहेको छु अनि अहिले चाहिँ म दिन जान लागेको बाबा इधर से बाबा जी आराम है आपके लिए कुछ खाने के लिए ले आए हैं हम लोग है ना हम लोग 4 महीने के लिए बाहर जा रहे हैं ना अच्छा 4 महीने के लिए हाँ बाहर जा रहे हैं हाँ अच्छा और आपके लिए कुछ बिस्किट कुछ है अच्छा प्रसाद है हमारे उधर है ना जो कुछ है सब सही है हाँ आप खा लीजिए कभी कभी अच्छा कभी हाँ जी ठीक है गुरु जी ओके अनि बाबाजी चाहिँ भेट्यो है अरू बेला कहिले त्यता बस्छ कहिले बस्दैन अनि आज चाहिँ त्यहीँ बसिरहेको रहेछ त्यसैले अनि भेट्न पायो अनि दिन पनि पायो सो आई फिल ह्याप्पी है अनि मैले चाहिँ क्यामेरा राम्रो सिधै फेसमा देखाउन अलिकति अनकम्फर्टेबल भयो किनभने त्यस्तो दिएकोहरूले चाहिँ फेरि बाहिरतिर भिडियोमा मात्रै देखाउनु लागि दिएको जस्तो लाग्यो कि मलाई त्यस्तो त होइन वास्तविक त्यो त होइन दिने ठाउँ त धेरै छ होइन यहाँतिर सानो सानो बच्चाहरू पनि धेरै छ तिनीहरू दिँदा नि हुन्छ तर पनि बिचरा बाबा चाहिँ राति खाना पनि के खान्छ के खाँदैन होला अनि see you, bye bye. See you, teacher. See you. That's okay, bye bye. Bye bye. Bye bye. Bye bye. अब हामी यहाँदेखि निस्किँदैछ ल बाई 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 ल Let's go this way, this narrow way.
ट्रेनबाट नि अब निस्किँदैछ पानी लेने के लिए हमें भैया से बोले आप भी पानी लेकर आइए हम उतरेंगे ही नहीं नीचे चिल्ड्रन खर्ची दे था कने दे या बुदे सिट या बुदे सिट या बुदे चला ट्रेन निकल गई How are you, teacher? Oh, good. Good? Okay. Feeling comfortable? Feeling comfortable. It's Okay. very nice. Good Okay. AC. Yeah. And not crowded? No. Are you comfortable? Yes, I'm comfortable. Good. I'm good and very comfortable. We're ready for it. Yeah, we are ready. Varanasi to Delhi. Good morning everyone. अब चाहिँ हामी त दिल्लीमा आइपुग्यो अब यहाँदेखि लगभग 10 मिनट जति लाग्छ अहिले हामी चाहिँ त दिल्ली आइपुगिसक्यो अब चाहिँ हामी यतादेखि एमटीमा जाँदैछौँ कहाँ पर जा रहा है छोटो एमटी में एमटी बोलते हैं एमटी अहिले चाहिँ यता हामी मजुको टिलाको न्युमा गेस्ट हाउसमा छु यता आइपुगिसक्यो अब आराम गरेर चाहिँ अनि आज बेलुका यहाँदेखि मनाली निस्किँदैछु मजाको त लन्च खान लागेको है लन्च खानाले रेडी भयो अनि यो चाहिँ व्हाइट हाउस भनिन्छ यो चाहिँ क्याप्टन ठङ्गुर मेक्सिको गेस्ट हाउस हो दिल्ली एमटीभित्र छ यहाँ पनि राम्रो छ खाना राम्रो छ मैले पहिले पनि खाएको थिएँ एकचोटि राम्रो छ सबै कुरा राम्रै पाउँदैछ यसो आज पनि यसो यतै खानु सोचेर आएको 아자 하나씩 좀 송. 그치나 안에 상 안에 시라 좀 송. 가선 저긴다 아자. 이 또 가래 खाना खाएर चाहिँ अब निस्किँदैछु खाना धेरै मिठो भयो यो चाहिँ हाम्रो ठङ्गुरी मुछिको गेस्ट हाउस हो हैन as you can see क्याउरे मुछी यता लेफ्ट साइडमा कर्मपा यता ठङ्गुरी मुछी हुनुहुन्छ पैसे की लालच में ले मत लियो कूड़ा अब चाहिँ हामी यहाँदेखि निस्किँदैछु एमटी मजुकातिरदेखि
अनि हाम्रो डिपार्चर टाइमिङ भइसकेको छ सो अब एकछिनमा बस आउँदैछ हाम्रो बस चाहिँ हेर छ बस आयो हेलो एभ्रिवान गुड मर्निङ अनि अहिले हामी चाहिँ यता हिमाचल प्रदेशमा आइपुगिसक्यो बट हाम्रो डेस्टिनेसनमा चाहिँ आइपुगेको छैन अझै 4 घन्टा जति लाग्छ मनाली आइपुग्नलाई हेलो फाइनली हाम्रो डेस्टिनेसनमा आइपुग्यो पट्टिकुलमा आइपुग्यो मनाली पट्टिकुल सो अब सामान निकाल्दैछु सामान हो त लास्ट लाङमा होदैन रेडो हेलो लाङमा कालेबुङमा छ老爹在。 हेलो एभ्रिवान अनि जुन हामी बस्ने ठाउँ चाहिँ यो हो तपाईहरुले देख्न सक्नुहुन्छ है यो चाहिँ पहिला टिसिबी स्कुलको छ टिबिनको स्कुल अनि यसमा 2010 तिर चाहिँ धेरै ठुलो फ्लड आएको रहेछ हैन त्यस पश्चात यहाँदेखि चाहिँ सबै स्टुडेन्टहरु शिफ्ट भएको रहेछ अर्को ठाउँमा अनि सो यहाँ कुनै मान्छे बसेको रहेछ तर हामी पनि यस साल चाहिँ हामी यता बस्ने छौं अनि आजको ब्लग चाहिँ यहाँ समाप्त हुन्छ आई होप यु लाइक इट अनि सी यू इन द नेक्स्ट ब्लग